स्वागत छ साथीहरु तपाईलाई आजको मेरो नयाँ भिडियोमा। आज मैले के को भिडियो लिएर आएको छु तपाईले थाहा पाइसक्नु भएको छ हो। मैले आज ह्याङ्गिङ फ्लावर को भिडियो लिएर आएको छु। तपाईले आजको भिडियो पक्कै पनि तपाईलाई मन पर्ने छ। सुरुदेखि अन्तिमसम्म नछुटाएर हेर्नुस् मैले कसरी यो फूललाई लगाएको छु अनि नर्सरीबाट लिएर लगाएको छु अनि लास्टमा कसरी कति राम्रो भएको छ। तपाईले सुरुबाट अन्तिमसम्म तपाईले आजको भिडियोबाट थाहा पाउनुहुनेछ। प्लान्ट लगाउनको लागि जाँदैछु, त्यसको लागि मैले गमला रेडी गर्दैछु। हेर्नुस् त पुरानो मसँग माटोको गमला थियो, त्यो माटोको गमलामा भएको माटोहरू पनि एकदमै सारो भएर बसेको थियो। मैले राम्रोसँग त्यो गमलामा भएको माटोलाई राम्रोसँग खनेर अनि धेरै माटोहरू पनि बाहिर निकालेर मैले राख्दैछु, किनभने मसँग कति कुराहरू तरकारीको बोक्राहरू अनि जति कुराहरू पनि थियो, वेस्ट फालेको जति पनि घाँसहरू जति पनि जे कुराहरू थियो मसँग भएको मसिनो त्यो हाँगाहरू सुकेको जति पनि थियो मैले त्यो सबै गमलामा राखेँ। माटो सफ्ट होस् भनेर मैले त्यो कुरा अनि बिरुवाको जरा पनि मजाले तलसम्म जान्छ हैन, मल पनि पाउँछ भनेर घरमा मेरो किचनमा भएको थोरै लसुन प्याजको बोक्राहरू जति पनि थियो सबै मैले यसरी राखिदिएको छु। हेर्नुस् त अनि यसरी राखिदियो भने एकदमै बिरुवाको लागि मल पनि हुने अनि एकदमै माटोहरू पनि खुल्ला हुने नरम हुने भएको कारणले मैले यसरी पहिला त्यो हाँगाहरू हैन जे थियो काठको मसिनो रुखको हाँगाहरू अनि किचनबाट आएको त्यो फोहोरहरू अनि माटोहरू यसरी अनि मसँग यो भगटीको अनि सुन्तलाको अमिलोको त्यो छिल्काहरू पनि मैले त्यो बाहिरको खोलहरू मैले राखेको थिएँ यसरी जम्मा गरेर अनि मैले गमलामा यसरी मैले भर्दैछु। मसँग भएको जति कुराहरू थियो अनि सबै यसरी मैले राख्दैछु अनि यसरी राख्दै माटोहरू पनि माथिबाट राख्दै अनि मलहरू राखेर म बनाउँछु, गमलालाई रेडी गराउँछु। अब ल साथीहरु, मैले अमिलोको भकेटेको अनि सुन्तलाको बोक्रा राखिसकेँ। मैले नर्सरीबाट लिएर आएको दुईटा अनि यो बिरुवाहरू पनि थियो, मैले लगाउनको लागि जाँदैछु। यसरी मैले प्लास्टिक निकालेर अनि यसरी लाउने भनेर मैले यसरी दुईटा साइडमा राखेर मैले लगाउनको लागि तयारी गर्दैछु।
हेर्नुहोस् त मैले यो दुईवटा लगाइदिएको थिएँ एउटा यो साइडमा छ एउटा यो साइडमा दुई ठाउँमा छ मलहरू हालिदिएको कति राम्रो भएको छ यसरी यसको ह्याङ्गिङ पनि यसरी झरेको छ यसरी यसको लहराहरू लामो लामो भएर झरेको छ यो त कति लामो पो हुन्छ त कति राम्रोसँग हाँगाहरू यसको लहराहरू हल्लेको पुरा हावाले हल्लिरहेको छ यो ह्याङ्गिङको लागि एकदमै राम्रो प्लान्ट तपाईलाई चाहिँ आफ्नो घरमा ह्याङ्गिङ गरेर राख्न मनपर्छ यो प्लान्ट पनि तपाईले कुनै पनि ह्याङ्गिङ बास्केट या चाहिँ कुनै पनि गमलाहरूमा कुनै पनि भाँडामा राख्न सक्नुहुन्छ यसरी ह्याङ्गिङ भएर हेर्नुहोस् त यसरी यसको पुरा हाँगाहरू यसरी झर्छ यति राम्रो देखिन्छ अनि यसको फ्लावर पनि आउँछ कि अहिले चाहिँ आएको छैन फुल फुलेको छैन तर यसको फुल पनि फुल्छ एकदमै राम्रो मलाई चाहिँ एकदमै मन पर्यो तपाईले पनि आफ्नो घरमा राख्न सक्नुहुन्छ यसले चाहिँ अझै राम्रो देखिन्छ हेर्नुस् त कति राम्रो देखेको छ यसरी म चाहिँ पछाडिबाट लिन्छु कति राम्रो देखेको छ हेर्नुस् त कति राम्रो देखेको छ हावा पनि त्यस्तै लागेको छ पानी पर्दा जस्तै गरेको छ कति राम्रो देखेको
यो ह्याङ्गिङको लागि एकदमै राम्रो प्लान्ट। तपाईँलाई चाहिँ आफ्नो घरमा ह्याङ्गिङ गरेर राख्न मनपर्छ यो प्लान्ट पनि। तपाईँले कुनै पनि ह्याङ्गिङ बास्केट या चाहिँ कुनै पनि गमलाहरूमा कुनै पनि भाँडामा राख्न सक्नुहुन्छ। यसरी ह्याङ्गिङ भएर हेर्नुहोस् त, यसरी यसको पुरा हाँगाहरू यसरी झर्छ, यति राम्रो देखिन्छ। अनि यसको फ्लावर पनि आउँछ कि अहिले चाहिँ आएको छैन, फुल फुलेको छैन, तर यसको फुल पनि फुल्छ। एकदमै राम्रो, मलाई चाहिँ एकदमै मन पर्यो। तपाईँले पनि आफ्नो घरमा राख्न सक्नुहुन्छ। यसले चाहिँ अझै राम्रो देखिन्छ। हेर्नुहोस् त कति राम्रो देखेको छ। यसरी म चाहिँ पछाडिबाट लिन्छु, कति राम्रो देखेको छ। हेर्नुहोस् त कति राम्रो देखेको छ। हावा पनि त्यस्तै लागेको छ, पानी पर्दा जस्तै गरेको छ। कति राम्रो देखेको, हावा लागेर हेर्नु त कति राम्रोसँग हाँगाहरू, यसको लहराहरू हल्लेको पुरा हावाले हल्लिरहेको छ। मेरो भिडियो कस्तो लाग्यो, पक्कै पनि तपाईँलाई आजको मेरो भिडियो मन पर्यो भन्ने म आशा राख्छु। पहिलोचोटि मेरो च्यानलमा जोडिनु भएको छ भने मेरो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोस् र मेरो भिडियोलाई पनि लाइक गर्न नबिर्सिनुहोस्। फेरि पनि म नयाँ भिडियो लिएर तपाईँको सामु आउने छु। थ्याङ्क यू फर वाचिङ माई भिडियो।